भिडियोको अगाडिको क्लिप हेरेर थाहा पाइसक्नु भयो होला गाइज आज मैले के गर्न गइरहेको छु भनेर। सो हे गाइज वेलकम ब्याक टु माई डेली न्यू ब्लग। आजबाट मैले जिम पनि जोइन गर्ने प्लान बनाउँछु। ज्यान सुकेर हैरानै भइसक्यो गाइज के गर्ने होला भनेर आज मैले सोचे जिम जाम भनेर। शरीर सुकेर हैरान भइसक्यो गाइज जिम त जोइन गर्नै पर्यो, अलिकति मोटाउनु पर्यो भनेर आजबाट म पनि जिम जोइन गर्ने प्लान बनाउँछु। अनि मेरो साथी पनि पहिलेदेखि जिम जान्थ्यो, त्यसले पनि मलाई जाम कि जाम भन्थ्यो पहिलेदेखि जिममा, अनि म चाहिँ गइरहेको थिइनँ। फाइनली आजबाट मैले पनि जिम जोइन गर्ने प्लान बनाउँछु। अनि त्यसपछि जिमको लागि के लैजाने मलाई थाहै थिएन। साथीले चाहिँ यो हाल भनेको थियो। त्यसपछि मैले जुत्ता सुत्ता झाडन पानीको बोतल यताउति सबै हाले। मलाई अझै पनि फुल्ली सन्चो भएको छैन, त्यही पनि आजबाट म जिम जोइन गर्छु भनेर चाहिँ मैले झोलासोला प्याक गरेर जिमको लागि पनि हिँडे। आज चाहिँ मेरो जिम जोइन गरेको पहिलो दिन हो। म चाहिँ एकदम एक्साइटेड छु। हेर्दै गर्नुहोस् गाइज मैले लास्टसम्म कस्तो जिम हान्छु भनेर। अनि त्यसपछि साथी र म भएर साथी घरतिर पनि लाग्यौँ। साथीको स्कुटरमा जाने भनेर हामीले प्लान बनाइरहेको थियौँ। अनि साथीको बाउ त दुध बेच्नको लागि स्कुटर लिएर फाडी हान्दैछन्। त्यसपछि हामी पनि हिँड्दै हिँड्दै जिमको लागि जान्छौँ। जिम जानु भन्दा पहिला चाहिँ हामीले पसलमा गएर केरा सेरा खान्छौँ। केरा सेरा खाएर डाइट साइट बनाएर हामी पनि जिमको लागि निस्किन्छौँ। अनि गएर जिम जोइन गर्ने चाहिँ फर्म भर्न पर्ने रहेछ। फर्म सम भएर जुत्ता सुत्ता लगाएर अनि म पनि जिमको लागि रेडी हुन्छु। त्यसपछि साथीले मलाई सिकाइरहेको थियो फर्म मिलाउनु पर्छ, यस्तो यस्तो गर्नुपर्छ, यसरी यसरी गर भनेर सिकाइरहेको थियो। अनि मैले पनि एकछिन हेरेँ। अनि त्यसपछि मेरो पालो। अनि मैले पनि जाम कि जाम लगाएर साथीले जस्तो सिकायो त्यस्तै गरेँ। हाँस्न चाहिँ नहाँस्नु होला है गाइज, मैले जिम गरेको भन्छ कि भएन त्यो चाहिँ कमेन्ट गरेर भनिदिनु होला है। सुरुमा त जम्मा 2.5 ले हानेको, यति जाम ढुक्क उचालिदिन्छु नि भनेर झ्याप्की झ्याम लाएर उचालिदिएँ। यो मात्रै होइन है मैले हानेको, अरू पनि हाने, तर के हाने खैको नि गाइज म त थाहै पनि छैन। त्यसपछि हान्न पनि सबै हानेर हामी पनि दुईजना दाजु आएर घरतिर निस्किन्छ। रात परिसकेको थियो, दुईजना मात्रै छ, फेरि साधन पनि छैन। अनि हिँड्दै हिँड्दै जानु पर्ने। हिँड्दै हिँड्दै जसो तसो घरमा पनि आइयो। अनि घरमा आएर नुहाई धुवाई गरेर फ्रेस भएर बसेँ। त्यसपछि खाना साना पस्किएर मस्त लागेर एक थाल भात खान्छु। अनि भात सात खाइसकेपछि मैले डाइटको लागि चना भिजाएर राखेको थिएँ। त्यसपछि अब यो चनालाई चाहिँ मैले भुटेर राति खाने हो। मोटाउने भनेर जिम जोइन गरिसकेपछि अब डाइट त फेर्नै पर्ने होइन गाइस। त्यसपछि मैले ग्यास स्यास पारेँ अनि प्यान स्यान बसालेँ। त्यसपछि तेल हालेर आजको डाइटको लागि चाहिँ मैले चना र सोयाबिन मस्त लागेर भुट्छु। आजको डाइटको लागि चाहिँ तैँले यही खा भनेर मलाई साथीले सजेसन गर्यो। अनि त्यही भएर मैले यही बनाएँ। चना र सोयाबिनमा चाहिँ लास्टै धेरै प्रोटिन पाइने रहेछ, त्यही भएर साथीले मलाई यही सजेस्ट गर्यो। त्यसपछि रातो हुने गरेर भुटेर अनि मैले मेरो कोठामा पनि लिएर हिँडेँ। अनि मोटाउनको लागि के खानुपर्छ गाइस कमेन्ट गरेर भनिदिनु होला है। जिम जोइन गरेर मात्रै भएन, मोटाउनको लागि डाइट पेल्नै पर्यो। अब नेक्स्ट डाइटको लागि चाहिँ मैले के खाँदा ठिक हुन्छ तपाईँहरूले कमेन्ट गरेर भनिदिनु होला है। अनि आजको लागि यति नै गाइस, थ्याङ्क यू फर द वाचिङ, सी यू इन द नेक्स्ट भिडियो। अनि यस्तै कन्टेन्टहरू हेर्नको लागि मलाई लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है गाइस। बाई बाई।